नेपाल बाहिर जति नेपाली छन् नि तिनीहरूमा चाहिँ नेपालमा भन्दा पनि धेरै मेन्टल प्रब्लमहरू छ कि किन भन्दाखेरि मेन्टल प्रब्लम नहुनका लागि हामीले सपोर्ट चाहिन्छ कि रिलेसनसिप इज अल्सो सपोर्ट फ्यामिली इज अल्सो सपोर्ट सोसाइटी इज अल्सो सपोर्ट बाहिर त न फ्यामिली हुन्छ न केही हुन्छ तपाईँलाई कहीँ केही भएन भने बाबासित यसो गएर बसिसकेपछि यु विल बी मेन्टली फिट फर फ्यु डेज कि रिलिफ फिल हुन्छ नि त आमाको अनुहार देख्ने बित्तिकै आनन्द फिल हुन्छ कि होइन र बाहिर त छैन त्यो कुराहरू अनि हामी चाहिँ कस्तुरी भयो हामी खास नेपालीहरू कि आफ्नै वरिपरि सबै छ पैसा छ इज्जत नि सब कुरा छ कि तर के पुगेन कि हामीलाई खुसी हुन सकिरहेको छैन अनि हाम्रो सपनै गलत भइदियो कि खास हाम्रो सपना कस्तो भइदियो भन्दाखेरि घर छ बारी छ खेत छ गोठ छ भैँसी छन् बाख्रा छन् सब छ एभ्रिथिङ इज देयर होइन तर हामीले चाहिँ त्यो कुरा छोडेर चाहिँ हामी कतै भौतारिरहेछौँ पैसा कमाउनु कागजको खोस्टा अनि किन